नमस्कार सम्पूर्णमा जय गोर्खा र आज म यहाँ मध्य डुवर्स बिरपाडामा है फुलपाती शोभायात्रामा आएको छु र हजुरहरूले मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला है। हाम्रो यो मध्य डुवर्स बिरपाडा पश्चिम बङ्गाल इन्डियामा है हाम्रो जति पनि गोर्खे समाजहरू आज यो हाम्रो फुलपाती शोभायात्रामा भेला भएको छ र रेली पनि हुँदैछ है। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला हजुरहरू। यहाँ हाम्रो एकजना भाइले गीत गाउँदैछ र मलाई मजा पनि आयो है। आफ्नो नाम यदि मैले बोल्न सकिनँ भनेदेखि तपाईले आफ्नो नाम यहाँसम्म पुर्याइदिने कष्ट गर्नुहोला। यो हाम्रो मध्य डुवर्स व्यापी फुलपाती शोभायात्रा समितिको करबद्ध निवेदन रहनेछ। मैले जानेको यहाँबाट अगावै नै उल्लेख गरिसकेको छु। यहाँ चाहिँ हामीले खाने एकदम अर्ग्यानिक डाँडागुडीहरू है दानाहरू र यहाँ डल्ले खोर्सानी पनि रहेछ छुर्पी पनि रहेछ है। साथीहरू भोजनालय छ, भोजनको निम्ति भोजनालयमा भोजन तयार भइसकेको छ। कसैले पनि भोक लागेको अवस्थामा त्यहाँ गएर भोजन ग्रहण गर्न सक्नुहुनेछ। हाम्रो तर्फबाट तपाईहरुको निम्ति यो प्रसाद स्वरूप वितरण हुनेछ। तपाईहरुले गएर निर्धक्क आफ्नै दाजुभाइले यो व्यवस्था गरेको भनेर कार्यक्रमको सूची रहेको छ। हाम्रो समाजमा विशिष्ट उहाँहरू या कम से कम अपरेटरको छोरो भाइ कृष्ण छेत्रीज्यूलाई यो गीतको बोल यहाँसम्म अपरेटरसँग पुर्याइदिने उहाँले त्यो तयार राख्नुहुनेछ ताकि कार्यक्रम सुचारू रूपले सञ्चालन गर्न हामीलाई अप्ठ्यारो नपरोस्। तपाईलाई हामी यहाँबाट अनुरोध टक्राउँछौँ। स्वागत गीतको निम्ति दुम्सीपाडा सम्पूर्ण र हाम्रो डिस्टर्ब हुँदै होला र यो गीत प्रस्तुति गर्नुहुन्छ। गाइस एकदम घाम पनि एकदम चटक्क लागेको छ है। गरम पनि हुँदैछ, गरमले पसिना पनि आउँदैछ है। हेर्नुहोस् है पसिना टल्केको
पसिना पनि आयो है। जे होस् फुलपाती शोभायात्रामा नि आएँ, खुसी लागेको छ गरम भए पनि है। गाइस म चाहिँ अब निस्किँदैछु है। एकदम गर्मी नै भयो, भित्र झन् क्राउडले गर्दा गर्मी भयो। म चाहिँ यसो बाहिरतिर रुखको छायामुनि आउँदैछु है, कतै बस्न पाउँछ कि भनेर। तर पनि एकदम यहाँ पनि क्राउड धेरै छ है साथीहरू। हजुरहरूलाई धन्यवाद अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा है। हेर्नुहोस् है गाइज, मैले त बस्ने ठाउँै भेटिनँ है। यसो क्यामेरा घुमाउँदै हिँड्दैछु है म चाहिँ, मेरो दर्शकप्रियहरू है। म चाहिँ हेर्नु है साथीहरू, साँगुरो बाटो पो आएछु है। एकदम यहाँ चाहिँ साँगुरो रहेछ, पर्खेर आउनु जानु परिरहेछ यहाँ चाहिँ। तर पनि केही छैन, म चाहिँ यहाँ ढेसिँदै भए पनि पार भयो है। यो चाहिँ हामी पढेको स्कुल है, मेरो प्रिय दर्शकहरू, म पढेको स्कुल होइन। हजुरहरूलाई यो पनि देखाउँदैछु है। कृपया अन्तिम समय हेरिदिनु भएकोमा धन्यवाद छ मेरो प्रिय दर्शकहरू। अब चाहिँ गरमले अति नै भयो साथीहरू है। म चाहिँ अब निस्किँदैछु है।